हेलो शिवारो अनि नमस्कार र आज चाहिँ म सोरेङ गएको थिएँ र कारण चाहिँ मैले अस्ति नै अनलाइनबाट बाइकको कभर मगाएको थिएँ र त्यो सामान चाहिँ आएछ। त्यसो हुँदा लिनु गइरहेको र मेरो सामान चाहिँ यहाँ माथि डाँडामा छ र म यहाँ माथि बाइकलाई पनि डाँडामै लाँदैछु। हुनु चाहिँ गाडीको अलिक भिड रहेछ र पनि चेपचाप हुँदै कसो-कसो गर्दै मैले बाइकलाई माथि पुऱ्याएँ है। अनि त्यहाँदेखि तल झरेको ठिक्कै भाइले चाहिँ यानि कि अनलाइनको सामान ल्याउने भाइले चाहिँ पर्खिरहनु भएको रहेछ त्यहाँ सामान लिएर र मैले भाइकोदेखि सामान रिसिभ गरेँ। सामान रिसिभ गरेपछि मैले चाहिँ भाइलाई अनलाइन नै पेमेन्ट गर्ने सोचेँ र भाइको क्युआर कोड मागेर चाहिँ यसरी पेमेन्ट गरेको छु। र पेमेन्ट गरिसकेपछि भाइसँग हाम्रो सानो कुराकानी यानि कि इन्ट्रोडक्सन गऱ्यौँ हामीले। र तपाईँको नाम चाहिँ सुजल राई। सुजल राई जोरथाङदेखि है। र भाइले चाहिँ मेरो च्यानल सब्सक्राइब गरिदिनु हुँदैछ र उहाँको नाम चाहिँ सुजल राई र उहाँकोमा चाहिँ मेरो सामान आएको थियो, म रिसिभ गर्न आएको थिएँ र थ्याङ्क यू तपाईँलाई भन्छ कि ल भाइलाई धन्यवाद छ। र यसरी सामान रिसिभ गरिसकेपछि म बाइकतर्फ फर्केँ अनि बाइक स्टार्ट गरेर ओह्रालो झरेको त गाडीको भिड फेरि अघि जत्तिकै यत्तिकै भइरहेको रहेछ है। तपाईँले देख्नु पनि सक्नुहुन्छ यहाँनिर। र पनि म चाहिँ कसो-कसो गरेर चेपचाप हुँदै बाहिर निस्केँ र त्यसपछि सरासरी यसरी फर्किँदै गर्दा देउरालीमा आइपुग्दाखेरि चाहिँ एउटा युटिलिटीले एकदमै ओहिरो परालको भारी बोकेर आइरहेको रहेछ है। अनि म चाहिँ राम्रो बाटोमा मात्रै यानि कि राम्रो ठाउँमा मात्रै साइड माग्नु पर्यो भनेर सोचिरहेको थिएँ। ठिक्कै यहाँनिर राम्रो बाटो रहेछ अनि उहाँले पनि मलाई साइड दिनुभयो र म चाहिँ अगाडि यसरी निस्केँ र त्यसो हुँदै म यहाँनिर आइपुगेको छु र आइपुगेर चाहिँ अब मैले रिसिभ गरेको सामानमा चाहिँ भित्र कस्तो के रहेछ भनेर चाहिँ मैले खोलेर हेरेँ है। अनि त्यहाँदेखि यसरी हेर्नुहोस् यस्तो प्रकारले चाहिँ मैले यहाँनिर अनबक्सिङ गरिरहेको छु र त्यो सामानभित्र खोलेर हेर्दा चाहिँ त्यहाँनिर के रहेछ भन्दाखेरि एउटा सानो प्याकेट पनि निस्केको छ हेर्नुहोस् यहाँनिर हो। र यो सानो प्याकेट चाहिँ के रहेछ भने म छक्कै परेँ अनि एकछिन यसो टकटकाएर हेर्दा चाहिँ यो चाहिँ कभरको ब्याग रहेछ र त्यसलाई मैले साइडमा राखेँ अनि खोलेर हेर्दा चाहिँ भित्रपट्टि चाहिँ सेतो प्लाइ रहेछ र बाहिरपट्टि चाहिँ कालो प्लाइ छ र यसो छाम्दा पनि एकदम स्मुथ अस्तिको भन्दा चाहिँ राम्रो पनि लाग्यो। हुनु चाहिँ अस्तिको सँगसँगै बराबर प्राइसकै हो यो हुनु चाहिँ र यस्तो अलिक चाहिँ राम्रो लाग्यो अस्तिभन्दा प्लस यसले चाहिँ एकदम फिट पनि भएको छ मैले कभर गर्दाखेरि र मैले यसरी कभर गरेँ बाइकलाई। अनि म चाहिँ बाइक कभर गर्दाखेरि चाहिँ भित्रबाट चाहिँ यसरी प्लास्टिक लगाउने गर्छु नि त कारण अलिकति कभरको चाहिँ मलाई भर पर्दैन कि फेरि यो सस्तो खालको कभर हो त्यही भएर चाहिँ मैले भित्रबाट प्लास्टिक लगाएर त्यहाँदेखि यसको नट थियो त्यो नटलाई पनि यसरी कसिरहेको छु र एकदम राम्रोसँग फिट भएको छ। यो चाहिँ हेर्नुहोस् एकदम वाउ दामी थम्स अप छ र आजको भिडियो चाहिँ यस्तो छ। तपाईँलाई के कस्तो लाग्यो यदि मन परेछ भने चाहिँ लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला र फेसबुकमा हेर्नुहुँदैछ भने प्लिज फलो